आज के भयो त कम्पनीमा यस्तो सानो मिस्टेकले गर्दाखेरि एउटोभन्दा एउटो अर्डर हान्दाखेरि किन यस्तो भयो त अनि माथिबाट हामीलाई के प्रेसर आयो त अनि हामीलाई के वार्निङ दियो त आज कम्पनीले हामीलाई सेक्सनको मान्छेहरूलाई हो ल साथीहरू कस्तो तपाईँहरू निकै आराम हुन्छ म पनि साथी निकै आराम छु र आजको मौसम त 60% पानी आउने जस्तो गरिरहेको थियो त्यसपछि म चाहिँ हिँडेँ कम्पनीतिर कम्पनी जानुभन्दा पहिला नै हेर्नु साथीहरू मौसम चाहिँ गुड छ त्यसपछि कम्पनी जानु पहिला नै यसो बाहिरको ओर्दा हेर्दा हल्का फुल्का पानी पर्ला जस्तो भयो साथीहरू आज कम्पनी जानुभन्दा पहिला नै अर्का दिमाग खराब भइरहेको थियो आज चाहिँ अस्तादी चाहिँ गइसक्नु भएको छ भोटुरे बनाउनु थियो र अस्तादीको बिहान सिफ्ट थियो मेरो त दिनमा सिफ्ट थियो साथीहरू आज हाम्रो कम्पनीमा काम गर्दा गर्दा यस्तो हुन्छ होला भनेर मैले सोचेको छैन चना मसला आएको रहेछ हामीले चाहिँ चामल हाल्न दिइदिउँ त त्यसपछि प्याकिङ अर्डर रहेछ प्याकिङ पनि अर्डर कमसेकम 5 किलोमिटरको अर्डर चाहिँ साउको मान्छेको आफन्तीलाई गएको छ अर्डर त्यसपछि साउले चाहिँ हामीलाई आएर किन यस्तो गरेको के हो यस्तो तिमीहरू काम गर्न सक्छौ कि सक्दैनौ भनेर वार्निङ दियो कि आज हामीलाई चाहिँ बबाल तक वार्निङ दियो र हामीलाई पनि गिल्टी फिल भयो कि क्युटी राम्ररी पढेर नदिँदाखेरि यस्तो हुँदा दुःख पाइँदो रहेछ र साउले चाहिँ फक्काफक गाली त दिएन तर सम्झने बुझ्दा काम चाहिँ गर्यो आइन्दाबाट यस्तो काम नगर्नु र यस्तो गल्ती नगर्नु क्युटी चाहिँ ध्यान भएर पढ्नु साथीहरू भनेर गयो साथीहरू आज हामीलाई